राज परिवारले गरे दरबार नारायण हिटीमा रहेको कुल देवता चतुर्व्यूह नारायण धामको पूजा। राजावादीहरूले दिए जनआन्दोलनको निम्तो 3 दिने घर दैलो कार्यक्रम सुरु। जेठ 15 गते राजा आउने पक्का। राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ 15 गते सुरु हुने आन्दोलनको निम्तो घर दैलो कार्यक्रम सुरु गरेको छ। घर दैलो कार्यक्रम 3 दिनसम्म चल्ने जनाइएको छ। घर दैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, रापरपा अध्यक्ष राजेन्द्र लिङदेल, रापरपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्ट लगायत शीर्ष नेताहरू सहभागी रहेका छन् भने राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, अधिराज कुमारी प्रेरणा, नवयुवराज हृदेन्द्र शाहले शनिबार साँझ नारायण हिटी दरबार परिसरमा रहेको चक्रव्यूह नारायण धाम मन्दिरमा पूजा आजा गरेका हुन्। यो मन्दिर नारायण हिटी दरबार परिसरसँगै जोडिएको छ। यो मन्दिरमा राज परिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजा अर्चना हुने धाम मानिन्छ। सोही मन्दिरको नामबाट नारायण हिटी दरबारको नामाकरण गरिएको हो। नवयुवराज हृदेन्द्र केही दिन अघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए। अमेरिकाको बोस्टनमा अध्ययनरत उनी विदामा नेपाल आएको बताइएको छ। राजासहित नवयुवराजलाई एकैपटक नारायण हिटी दरबारमा देख्दा ठूला राजनीतिक दलहरूको भने सातो गएको छ।